आसिफ शेखले रचे इतिहास बने पहिलो खेलाडी। ओपनिङ ब्याटर आसिफ शेखले प्रधानमन्त्री एक दिवसीय कपमा इतिहास रचेका छन्। एपीएफमा आबद्ध उनले मध्य प्रदेश विरुद्ध नेपालको घरेलु क्रिकेटको इतिहासमा पहिलो दोहोरो शतक प्रहार गर्दै इतिहास रचेका हुन्। जनकपुरमा जारी मधेस विरुद्धको खेलमा आसिफले 142 बलमा 15 चौका र 17 छक्काको मद्दतमा 208 रन बनाए। खेलमा उनी रिटायर्ड हट भएका थिए। यो प्रधानमन्त्री कप इतिहासको सर्वाधिक उच्च स्कोर पनि हो। त्यस्तै आसिफ पीएम कपको एक पारीमा सर्वाधिक 17 छक्का प्रहार गर्ने पहिलो ब्याटर पनि हुन्। प्रधानमन्त्री कपको इतिहासमा शेख सर्वाधिक शतक बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्। अहिलेसम्म उनले 4 शतक बनाएका छन्। त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी 5 शतक सहित तालिकाको शीर्ष स्थानमा छन्। आसिफको कीर्तिमानी दोहोरो शतकमा एपीएफले मधेसलाई 391 रनको विशाल लक्ष्य दिएको छ। यो लक्ष्य पीएम कपको इतिहासकै ठूलो लक्ष्य हो। तपाईलाई कस्तो लाग्यो नि आसिफको ब्याटिङ? Hub International Education, Study Abroad Expert, since 2006.